स्पेन भर्सेस फ्रान्स यो सामान्य सेमिफाइनल हुँदै होइन। यो विश्वको सबैभन्दा बलियो डिफेन्स र सबैभन्दा खतरनाक अट्याकर बीचको फाइनल हो। एउटा टोलीले 5 खेलमा 13 गोल गरिसकेको छ, अर्को टोलीले 5 खेलमा 1 गोल मात्रै खाएको छ। त्यसैले आजको यो भिडियोमा हामी हेर्दैछौँ कसको रणनीति कसलाई भारी पर्न सक्छ र कुन खेलाडीले यो खेल चेन्ज गर्न सक्ने क्षमता छ। र अन्तिममा मेरो प्रेडिक्सन के छ त्यो पनि म दिनेछु है त। यदि तपाईँ फुटबल मन पराउनुहुन्छ भने यो भिडियो तपाईँको लागि हो, अन्तिमसम्म हेर्नुहोला। र यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्न नबिर्सनु होला है त। स्पेन र फ्रान्स अपराजित हुँदै यहाँसम्म आइपुगेका छन् र रिजल्टमा जस्तो उस्तै देखे पनि यिनीहरूको खेल्ने शैली भने अलिकति फरक छ। पहिले कुरा गरौँ फ्रान्सको। फ्रान्सले यो वर्ल्ड कपमा लगातार 5 वटा खेल जितिसकेको छ। इराक विरुद्ध 3-0, नर्वे विरुद्ध 4-1, स्विडेन विरुद्ध 3-0, पाराग्वे विरुद्ध 1-0, मोरोक्को विरुद्ध 2-0। यो तथ्यले हेर्दाखेरि देखाउँछ कि फ्रान्सले अहिलेसम्म 13 गोल गरेको छ भने 1 गोल मात्र खाएको छ। यसको अर्थ फ्रान्सको गोल स्कोरिङ मात्र होइन, डिफेन्स पनि एकदमै बलियो देखिन्छ। फ्रान्सको सबभन्दा ठुलो शक्ति भनेको ट्रान्जिसन फुटबल हो। फ्रान्सले बल पाउने बित्तिकै छोटो पासमा नै गोल गर्ने अवसर सिर्जना गर्न सक्छ र यदि सुरुमै फ्रान्सले गोल गर्यो भने स्पेनलाई अलिकति कठिन हुन सक्छ। अब स्पेनतिर हेरौँ। स्पेनले लगातार 5 खेल जितेको छ। साउदी अरबियालाई 4-0, उरुग्वेलाई 1-0, अस्ट्रियालाई 3-0, पोर्चुगललाई 1-0 र बेल्जियमलाई 2-1। स्पेनले पनि 1 गोल मात्रै खाएको छ अहिलेसम्म। स्पेनको बल भनेको बलमाथि नियन्त्रण र यिनीहरूको अनुशासित डिफेन्स चाहिँ सबैभन्दा ठुलो हतियार नै हो। स्पेनले हतारमा एट्याक गर्दैन। यिनीहरू विपक्षीको कहाँनिर विकनेस छ, कहाँनिर कमजोरी छ भन्ने कुरा कुरेर बस्छन् र जब अवसर पाउँछन् तब यिनीहरूले एट्याक हान्नलाई रेडी भएर बस्छन्। अब यो खेलको सबैभन्दा ठुलो प्रश्न, यहाँ स्पेनको आइरन डिफेन्स टिक्ला कि फ्रान्सको एक्सप्लोसिभ एट्याकले त्यो डिफेन्सलाई चिर्न सक्ला। तर यदि स्पेनले बल कन्ट्रोल धेरै राख्यो भने फ्रान्सले बल पाउने चान्स कम हुन्छ र फ्रान्सको लागि अवसरहरू निकै कम हुन सक्छन्। तर यदि फ्रान्सले काउन्टर एट्याकमा बल भेट्यो भने खेल एकैछिनमा मोडिन पनि सक्छ, किनभने फ्रान्सको एट्याक भर लाग्दो नै छैन। यिनीहरूको केटाहरू पनि त्यस्तै तगडा छन्। ओलिसे हेऱ्यो, यतापट्टि डेम्बेले भन्यो, उतापट्टि एम्बापे, जसले भेट्यो उसैले चाहिँ गोल ठोकिदिरहेको हुन्छ। त्यसैले यो खेलमा सानसाना गल्ती, सेट पिस अथवा कुनै एउटा खेलाडीको उत्कृष्ट खेलले पनि यो खेललाई कतातिर मोड्छ भन्न सकिन्न। मेरो विचारमा यो खेल एकदमै टफ हुनेवाला छ, किनभने दुईटै टिम बराबरी लेभलमा खेल्दै आइरहेका छन्। तर गोल स्कोरिङको हिसाबले भन्नुपर्दा फ्रान्सले 5 खेलमा 13 गोल, स्पेनले 5 खेलमा 11 गोल गरेको हिसाबले भन्दाखेरि फ्रान्सले 2-1 ले लिड गर्न सक्छ भन्ने मेरो अनुमान छ। तर यदि स्पेनले पहिलो गोल गर्यो भने र बल कन्ट्रोल राखिदियो भने खेल त्यतिकै समाप्त हुन पनि सक्छ। अब तपाईँको पालो। यो खेल कसले जित्न सक्छ र तपाईँको व्यक्तिगत प्रेडिक्सन के हुनसक्छ? अथवा मैले छुटाएका केही कुराहरू छन् भने कमेन्ट बक्समा राखिदिनु पनि होला र भिडियो मन परेमा लाइक, सेयर र कमेन्ट पनि अनिवार्य गरिदिनु होला। थ्याङ्क यू।